हेलो साथीहरू, वेलकम ब्याक। आजको भिडियोमा आज चाहिँ धेरै दिनपछि आज फेरि एउटा भिडियो बनाउने मन लाग्यो मलाई चाहिँ है। किन हाम्रो साथीहरू चाहिँ अगाडि हुनुहुन्छ, हिँड्दैछन् केटाहरू। आज चाहिँ फाइनली कोरियामा चाहिँ हिजो शनिबार नि काम थियो मेरो चाहिँ, अनि आज आइतबारको दिन चाहिँ अब हामी कोरिया आएको विदेशीहरूलाई एउटा के क्लास दिने भन्ने हुन्छ अरे। त्यो क्लास दिनलाई सिङसाङ गर्न जाँदैछन् गाइस। हेर्दै जानुहोस् कस्तो हुन्छ आजको, कस्तो हुन्छ साथी। एक्साइटेड छौ नि? ल हेरौँ कस्तो हुन्छ। अरू गोर्खेहरू त्यहाँ अगाडि फोहोर फाल्न हिँडिरहेको छन्, देख्न सक्नुहुन्छ। हाम्रो नेपाली गोर्खेहरू इक्जाम दिन जान लाग्छन् है सबै। ल केटा, ल ओ दाइ यता हेर्नु न, कुन च्यानलमा आउँछ? मेरो धीरेन भलक हान न साथी। सब्सक्राइब गर्नु छैन केटाहरू होइन, आफूले यसो भिडियो गरेर हालिरहेको हुन्छु। गर है साथी है, मेरो नयाँ सब्सक्राइब है म चाहिँ। दाइ गर्ने नै दाइ, सब्सक्राइब गर्नु ल दाइ, गर्ने ल। के हो त भने 5वटा गर्छु भनेर एउटा गरेनौ। त्यसै लास्ट छैन, मलाई 10वटा गर्छु भन्ने नगर्ने है। गर ल साथी है, गर ल। ए हाम्रो टन्नै छैन है, यति धेरै नेपाली छौँ। टन्नै इक्जाम जान लाग्यो सबै आदिर। अब हेमारीको सबभन्दा ह्यान्डसम भनेको आदिर साथी हो। के गर्नु अब, आदिर ठिक छ है साथी है। कति धेरै छन् क्या केटाहरू, 1 2 3 4 5 6 7। ऊ चाहिँ गर्लफ्रेन्डसँगै बिजी छ, गर्लफ्रेन्डसँगै कति बिजी हुन्छ केटाहरूको। लभ परे लभ नपार ल साथी। धेरै लभ पार्नु हुँदैन, लभ पार्यो भने गाह्रो हुन्छ होइन। अब मेरो फेरि साडु मुसु हाँसिरहेको छन् है। के भन्नु, पारी जानु पर्यो अब। गोर्खेहरू हेर्नुहोस् है कोरियामा कति धेरै छन्। सबै केटा नेपाली हुन्। कोरियाको फुटपाथ चाहिँ यस्तो गाइस, फुटपाथ। हजुर फाल्दिनँ मलाई, के मैले तिर्नेहरू पैसा त किन किने त। ए यस्तो फेन्टा हो कि साइदा भन्ने खाऊ कोरियन पाइन्ट। हान्गुको सिजाङ के भन्छ अरे, कोरियन बजार माछा। हामीको कहाँ कोरियनको भिडियो त गराएन हो, कोरियनको भिडियो गराएको छ। कोरियनको गरायो नि फेरि फसाउँछन् क्या, बबाल छ है। तर कहिले होला नेपाल यस्तो हुने, दामी। हान्गुको हामी कहाँ हो जाने, यहाँदेखि पारी हो। आज हामी खास इक्जाम दिन आएको है। इक्जाम दिन चाहिँ सब इक्जाम दिने केटाहरू हुन्। हामी पनि मैले इक्जाम दिने, खै कस्तो हुन्छ हेरौँ। कोरियन भाषा अब नेपालदेखि पास गरेर आयो, यहाँ हेरौँ न कस्तो हुन्छ है। साडु गोर्खेहरू चाहिँ सब छिर है, यहाँदेखि इन ल केटा। यसलाई चाहिँ यहीँ राखिदिन्छु, हामी चाहिँ अब जान्छौँ माथि। खै इक्जाम दिउँ है केटा इक्जाम कस्तो हुन्छ पछि यसो एक्सपिरियन्स सुनाउनु है। ओरिनारा यो चाहिँ यस्तो विदेशीहरू आएर पढ्ने है। हामी चाहिँ यहाँदेखि आएको त्यो गएको चाहिँ छैन। लिफ्ट इल्चुङ्गे अस्तायो हो साथी। हामी चाहिँ इक्जाम दिएर आइसक्यौँ गाइस। मेरो त कति 60 मिल्यो, 60 आयो। उसको 40, उसको 90, उसको 80, उसको 80, मेरो त 60, उहाँ दाइको 95। उता खेमे दाइको कति दाइ? 2 खेमे दाइ त टपर हो त नि, 90 खेमे दाइको 90। अनि अरू केटाहरू चाहिँ राम्रै हान्ने जो सबैले आउने रहेछ नि। तर मेरो चाहिँ बिग्रियो, म चाहिँ सबभन्दा ल केटा यता हेर न। ओ
इक्जाम त दियो गाइस तर के भयो है इक्जाम सजिलै थियो क्वेसन त केही सजिलो हेर्दाखेरि पढ्दाखेरि सजिलै थियो एन्सर दिँदाखेरि अब अप्ठ्यारो भयो कता दियो कता लेखियो अनि के भयो त्यही भएर राम्रो भएन हाम्रो केटाहरू चाहिँ राम्रो गरे जे होस् एउटाले 100 हामीले अस्ति होइसिक चाहिँ उयो के हो यो थेवाङ सन ठिक छ राम्रै भयो हामी बस्नु जाउँ त्यहाँ पारियो गाइस दिलीप यता हेर न हाम्रो यहाँको सबभन्दा टपर भनेको उयो सबभन्दा धेरै नल्याउने त्यही मान्छे हो यही मान्छे डल्ले हेर्दाखेरि सानो तर ठिक छ गाइस राम्रो है रोड चाहिँ दामी छ तर गाडी चल्दैन है किन म भङ परेको छु यार आहा सन के हो यो सानबुल छोसिम कोरियामा चाहिँ अब भूकम्प बाढी पहिरो भन्ने आउँदैन गाइस यहाँ आग लागेको डर हुन्छ त्यही भएर ठाउँ यस्तो उ लगाइरहेको हुन्छ है झन्डा लगाएर हेर न कस्तो दामी फरक गरे है ठिकै छ हाम्रो केटाहरू चाहिँ यति धेरै छौँ सबैले राम्रै गरे इक्जाम ठिकै छ राम्रो है नराम्रो होइन कोरिया आइहालियो आउँदा पछि त्यस्तै हो है हामी रुम नजिकै पुग्न लाग्छौँ हाम्रो रुम त्यहाँ पारियो भाषा पढ्ने टपर भाषा पढ्ने ऊ त पढ साथीलाई पढ्नुपर्छ